Now! Get in the gym! Hi guys, it's me Dipesh. Welcome to my second video. I'm here to share my gym journey with you guys. I was only doing gym before, so from now I'm starting my journey in the field of content creation along with my gym journey. आजको यो भिडियो चाहिँ मेरो जिम जर्नी मैले चाहिँ कहिले र कसरी सुरु गरेको थिएँ त्यो विषयमा बनाउँदै छु र यो भिडियो जति पनि न्यू कमर्सहरु छ केटाहरु त्योहरुको लागि एकदमै हेल्पफुल हुनेछ। जुन गल्ती मैले गरेको थिएँ त्यो गल्ती चाहिँ अब आउने न्यू कमर्सहरुले नगरोस् भनेर यो भिडियो बनाउँदै छु। र यो भिडियो अलिकति लामो पनि हुनेछ। मैले जिम आजभन्दा 2 वर्ष पहिले सुरु गरेको थिएँ। म चाहिँ यो फिल्डमा जिम प्लस कन्टेन्ट क्रिएसनको लागि यो फिल्डमा उत्रिएको थिएँ। मैले चाहिँ जिम चाहिँ मैले कन्टिन्यू दिएँ जिमलाई चाहिँ, तर कन्टेन्ट क्रिएसनको लागि चाहिँ म पछि हट्नु पर्यो। किन पछि हट्नु पर्यो भन्दाखेरि मैले चाहिँ जब कन्टेन्टको लागि भनेर क्यामेरा उठाउँथेँ, क्यामेरामा बोल्न खोज्थेँ, तर मैले क्यामेरा फेस गर्न सकिनँ कहिले नि। र मैले चाहिँ बहाना बनाउन थालेँ आजदेखि होइन, हल्का बडी बनाउँछु पहिला अनि त्यसपछि सुरु गर्छु भनेर बहाना बनाउन थालेँ। दिनै आज होइन भोलि गर्छु, नेक्स्ट महिनादेखि सुरु गर्छु भन्दै भन्दै झन्डै मैले मेरो 2 वर्ष टाइम वेस्ट गरिसकेको रहेछु। र मैले अहिले आएर के फिल गरिरहेछु भन्दाखेरि मैले चाहिँ त्यो भोलि जो मैले त्यो बेलामा भन्दै अहिले 2 वर्ष यहाँसम्म पुगिसकेँ। मैले चाहिँ त्यो पर्फेक्ट टाइम कहिले नआउँदो रहेछ। मैले चाहिँ जस्तो ठाउँमा थिएँ, जसरी सुरु गरेको थिएँ त्यही टाइमदेखि नै मैले सुरु गर्नु पर्थ्यो भनेर मैले चाहिँ त्यो सबै कुराहरू चाहिँ अहिले रियलाइज गरिरहेको छु। र अब जति पनि यो फिल्डमा आउन जाने केटाहरू छ त्योहरूले चाहिँ तिमीहरू पनि मैले जसरी नै राइट टाइम पर्फेक्ट टाइम जब बडी बन्छ त्यति बेलादेखि सुरु गर्छु भन्ने सोच लिएर यो फिल्डमा आउँछौ भनेदेखि तिमीहरू पनि भोलि बिहान गएर म जस्तै ढिला बुझ्नेछौ र तिम्रो टाइम वेस्ट हुनेछ। त्यही भएर चाहिँ मैले तिमीहरूलाई त्यस्तो नहोस् भनेर चाहिँ यो भिडियो बनाइरहेको आज। र म चाहिँ बिचबिचमा यसरी अड्डिएर बोलिरहेको छु। अब तलमाथि भइरहेछ मलाई बुझिरहेको। यो फिल्डमा आउन चाहिँ निकै गाह्रो नै हुने रहेछ र मेरो चाहिँ यो सेकेन्ड भिडियो पनि हो। र यो फिल्डमा आइसक्यो। अब सुरुमा जे जस्तो भए पनि अब यो फिल्डमा आइसकेपछि त अब हाडिङ्गे फेरि Get in the gym! भन्छ नि, त्यही हो। यो सेकेन्ड भिडियो पनि हो र बिस्तारै कडा हुँदै जाम्ला। अहिलेलाई लाइक जसरी बोले तापनि के बोले तापनि म अबदेखि चाहिँ पछि हट्नेमा चाहिँ छैन। म चाहिँ कन्टिन्यू दिनेछु र कन्टिन्यू भिडियोहरू पोस्ट पनि गर्नेछु र तिमीहरूले साथ सपोर्ट हो भन्ने आशा राख्छु। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो।